हामीले सर्ट भिडियो मात्रै अपलोड गरेर हाम्रो भिडियोहरुमा चाहिँ भ्युज आउँदैन। यसमा ध्यान दिनुपर्ने कुराहरु पनि हुन्छ। त्यसैले हामी चाहिँ एकदम राम्रो तरिकाले चाहिँ अपलोड गरेपछि मात्रै हाम्रो भिडियोहरुमा चाहिँ भ्युज आउन सक्छ। एकैचोटी धेरै आउँछ भन्ने हुँदैन। 5000 10000 मिलियन भ्युज आउन सक्छ, किनकि हामी चाहिँ राम्रो तरिकाले सेटिङ गर्नुपर्ने हुन्छ। जुन हामी चाहिँ अपलोड गर्दा केही न केही मात्रामा आफ्नो भिडियोहरु सेटिङ गर्नुपर्ने हुन्छ। हामीले राम्रो तरिकाले सेटिङ गरेर अपलोड गर्यौं भने हेर्न सक्नुहुन्छ यसरी तपाईको जुन भिडियोहरु छन्, जुन भिडियो तपाईको चाहिँ यहाँ ब्राउज फिचरमा आउनु पर्ने हुन्छ। कसैले तपाईको युट्युब खोल्यो भने सबभन्दा सुरुमा तपाईको यसरी चाहिँ आउनु पर्ने हुन्छ, अनि मात्र तपाईको भिडियोमा भ्युज आउन सक्छ। या तपाईको चाहिँ सर्ट फिडमा आउनु पर्ने हुन्छ। यो सर्ट फिडमा तपाईको आयो भने अनि मात्र तपाईको भिडियोहरुमा चाहिँ भ्युज आउन सक्छ। त्यसैले हामी चाहिँ राम्रो तरिकाले एसइओ गरेर मात्र हामी चाहिँ भिडियोहरु चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। आज म तपाईहरुलाई चाहिँ सर्ट भिडियो चाहिँ कसरी अपलोड गर्ने त स्टेप बाइ स्टेप सिकाउने छु। आज म तपाईहरुलाई चाहिँ नयाँ च्यानलमा चाहिँ एउटा अपलोड गरेर देखाउने छु। सेम यसरी तपाईले चाहिँ अपलोड गर्न सक्नुहुन्छ र आफ्नो भिडियोहरुमा चाहिँ धेरै भ्युज ल्याउन सक्नुहुन्छ। हामीले सर्ट भिडियोहरु चाहिँ अपलोड गर्दाखेरि केही कुरामा हामी चाहिँ ध्यान पनि दिनुपर्ने हुन्छ, अनि मात्रै हामी चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। धेरै हामी चाहिँ एसइओ पनि गर्नुपर्ने हुन्छ, राम्रो तरिकाले एसइओ गर्नुपर्ने हुन्छ, अनि मात्रै हामी चाहिँ अपलोड गर्दाखेरि हाम्रो भिडियोहरुमा चाहिँ भ्युज आउन सक्छ। र तपाई पनि सर्ट भिडियोहरु चाहिँ अपलोड गर्न चाहनुहुन्छ यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोस् र पहिलोचोटि मेरो च्यानल भिजिट गर्न सब्स्क्राइब गर्न नबिर्सिनु होला। किन यस्तै ट्रिकहरु भिडियो तपाईले चाहिँ यस च्यानलमा पाउन सक्नुहुन्छ, हाम्रो च्यानललाई ग्रो गर्न सक्नुहुन्छ। तपाईले भिडियो अपलोड गर्न रेडी गर्नु भएको छ भने सबभन्दा सुरुमा हामीले चाहिँ युट्युब खोल्न सक्नुहुन्छ। युट्युबमा खोलेर तपाईले चाहिँ सबभन्दा सुरुमा हामीले यहाँ हेर्न सक्नुहुन्छ प्लसको चिन्हमा तपाईले चाहिँ ओके गर्न सक्नुहुन्छ। प्लसको चिन्हमा ओके गर्नुहोस्। ओके गर्दा तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यसरी यहाँ थुप्रै तपाईले तल हेर्न सक्नुहुन्छ। यसरी भिडियो छ, सर्ट छ, लाइभ छ। तर हामी चाहिँ किनकि हाम्रो यो सर्ट भिडियोको लागि हामीले अपलोड गरिरहेको छ, त्यसैले हामी चाहिँ सर्टमा गएर हामी चाहिँ ओके गर्नुपर्छ। ओके गर्नुहोस्। यसरी ओके गर्दा तपाईले चाहिँ यहाँ हाम्रो एड छ, तपाईको एडमा तपाईले चाहिँ जान सक्नुहुन्छ। एडमा गर्दा तपाईले चाहिँ ओके गर्नुहोस्। ओके गर्दा तपाईले चाहिँ आफ्नो भिडियो कुन हो तपाईले भिडियो तपाईले चुज गर्न सक्नुहुन्छ। जुन तपाईले अपलोड गर्न चाहनुहुन्छ त्यसै भिडियो हामी सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी सिलेक्ट गर्नुहोस्। त्यसपछि हामी चाहिँ नेक्स्ट गर्न सक्छौं। यसरी नेक्स्ट गर्नुहोस्। 1 मिनेट भन्दा धेरै लामो छ भने तपाईले यहाँ ओके गर्न सक्नुहुन्छ। यो साइडमा तपाईले ओके गर्दा चाहिँ लामो भिडियोलाई तपाईले गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले चाहिँ यहाँ डन भन्ने चिन्ह छ, हेर्नुस् यहाँ डनमा तपाईले चाहिँ ओके गर्न सक्नुहुन्छ। यसरी ओके गर्नुहोस्। ओके गर्दा चाहिँ गर्न सक्नुहुन्छ। यसरी डन गर्नुहोस्। त्यसपछि यसरी तपाईको भिडियो चाहिँ यसरी तपाईको भिडियो चाहिँ प्रोसेसिङ भइरहेछ। त्यसपछि तपाईले चाहिँ यहाँ ओके गर्न सक्नुहुन्छ। यसरी ओके गर्नुहोस्। यसरी ओके गर्दा चाहिँ ओके गरिदिन सक्नुहुन्छ। ओके गर्दा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ नेक्स्ट गर्न सक्छौं। यसरी नेक्स्ट गरिदिनुहोस्। यसरी तपाईले हेर्नुस् यो नेक्स्टमा तपाईले ओके गर्न सक्नुहुन्छ। ओके गर्नुहोस्। ओके गरेर चाहिँ यसरी आउनेछ। त्यसपछि तपाईले चाहिँ हेर्नुस् यसमा तपाईले चाहिँ आफ्नो यहाँ तपाईले चाहिँ थम्बनेलहरु पनि चेक गर्न सक्नुहुन्छ। यसरी टाइटल लेख्न सक्नुहुन्छ। यसरी तपाईले टाइटल लेख्नुहोस्। तपाईको भिडियो अनुसार तपाईले टाइटल लेख्न सक्नुहुन्छ। मैले यसरी तपाईले चाहिँ लेख्न सक्नुहुन्छ। हेर्नुस् तपाईले लेखिरहेको छु। तपाईले चाहिँ हेर्नुस् यहाँ डग एन्ड डग फ्रेन्ड भनिरहेको छु। यसरी एआई सर्ट लेखिरहेको छु। यहाँ एआई लेखिरहेको छु, डग लेखिरहेको छु। यहाँ त्यसपछि हामी यहाँ सर्ट्स लेखिरहेको छु। तपाईले यसरी तपाईले चाहिँ ह्याशट्यागहरु चाहिँ लाउन सक्नुहुन्छ। अनि भाइ हामी त्यसरी ह्याशट्यागहरु पनि लाउनु पर्ने हुन्छ आफ्नो भिडियोमा। यो ह्याशट्यागले गर्दाखेरि हाम्रो सर्ट भिडियोहरु चाहिँ र्याङ्कमा आउन सक्छ। त्यसैले तपाईले अनिवार्य हामी चाहिँ तपाईको यो चाहेको तपाईको यो चाहिँ हेर्न सक्नुहुन्छ। तपाईको भिडियो अनुसार तपाईले चाहिँ आफ्नो टाइटल राख्न सक्नुहुन्छ। त्यसपछि तपाईले चाहिँ यो हेर्नुस् यो चिन्ह छ तपाईको यो पेन्सिल चिन्हमा ओके गर्न सक्नुहुन्छ। ओके गर्दा चाहिँ यहाँ थम्बनेल राख्न सक्नुहुन्छ। तपाईले यसरी पार्टहरु तपाईले बनाउन सक्नुहुन्छ। यसरी हेर्नुस् तपाईले कुन चाहिँ मन परेको छ यसरी तपाईको भिडियोको यसरी भागहरु राख्न सक्नुहुन्छ। यसरी राखेर तपाईले चाहिँ राख्न सक्नुहुन्छ। यसरी तपाईको राम्रो पार्ट कुन हो तपाईले चाहिँ यसरी तपाईले राखेर तपाईले चाहिँ राम्रो पार्ट तपाईले चाहिँ राख्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ यहाँ चिन्ह चाहिँ ओके ठाउँमा तपाईले चाहिँ ओके गर्न सक्नुहुन्छ। यसरी ओके गरेर यहाँ ओके गर्न सक्नुहुन्छ। ओके गर्दा चाहिँ यसरी तपाईले यो चाहिँ तपाईको थम्बनेल हुन्छ। किनकि तपाईको चाहिँ बेस्ट पार्ट तपाईको चाहिँ थम्बनेल कुन हो त त्यो अनुसार तपाईले चाहिँ चुज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले चाहिँ यो भिजिबिलिटीमा तपाईले हेर्नुहुन्छ यो भिजिबिलिटीमा तपाईले चाहिँ ओके गर्न सक्नुहुन्छ। यो हामी चाहिँ पब्लिक गर्नु हुँदैन। यसरी हामी चाहिँ यहाँ अनस्ट्रीममा हामी चाहिँ ओके गर्नुपर्ने हुन्छ। यसरी अनस्ट्रीममा गर्नुपर्ने हुन्छ। डाइरेक्ट हामी पब्लिक गर्नु हुँदैन। त्यसपछि हामी चाहिँ ब्याक जान सक्छौं। ब्याक गर्दा तपाईले चाहिँ हेर्नुस् तपाईले चाहिँ हेर्नुस् तपाईको चाहिँ यो यहाँ लेखिरहेको चाहिँ सर्ट रिमिक्स तपाईले चाहिँ रिमिक्स पनि गर्न सक्नुहुन्छ। ओके गर्दा चाहिँ यहाँ हेर्नुहुन्छ यसलाई एलोमै छोडिदिन सक्नुहुन्छ। किनकि तपाईको भिडियोले कसैले पनि रिमिक्स गरेर तपाईको चाहिँ अझै भ्युज आउन सक्छ। त्यसैले हामी चाहिँ यतिकै छोडिदिन सक्छौं। एलोमा हामी टिक लाउनु पर्ने हुन्छ। त्यसपछि हामी ब्याक जान सक्छौं। यसरी ब्याक गर्नुहोस्। ब्याक गर्दा चाहिँ यहाँ तपाईले हेर्नुस् यो लेखिरहेको छ यो अल्टेन कन्टेन्टमा तपाईले ओके गर्न सक्नुहुन्छ। ओके गर्दा चाहिँ यहाँ तपाईले ए मार्फत तपाईले चाहिँ भिडियो बनाउनु छ भने तपाईले चाहिँ यसमा गर्न सक्नुहुन्छ। या तपाईले चाहिँ ए बिना तपाईले बनाउनु भएको छ भने तपाईले नोमा गर्न सक्नुहुन्छ। किनकि मैले चाहिँ ए बाट बनाएको छु, मैले चाहिँ यसमा ओके गरिरहेको छु। यसरी ओके गर्दा चाहिँ ब्याक गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ यो कमेन्ट तपाईले चाहिँ कमेन्ट सेक्सन तपाईले चाहिँ अनै गर्नुपर्ने हुन्छ। अन गर्नुहोस्। त्यसपछि हामी चाहिँ यति गरेपछि तपाईले चाहिँ हेर्नुस् यहाँ तपाईको यहाँ डिस्क्रिप्सनमा लेख्न ठाउँ छ नि, त्यसपछि हामी चाहिँ यति चाहिँ हामी अपलोड गर्न सक्छौं। यति गरेपछि तपाईले चाहिँ अरु सेटिङहरु चाहिँ हामी चाहिँ त्यसपछि हामी चाहिँ वाइटी स्टुडियोमा हामी गर्न सक्छौं। त्यसपछि हामी यति गरेपछि हामी चाहिँ भिडियो अपलोड छ तपाईले चाहिँ भिडियो अपलोड गर्न सक्नुहुन्छ। यसरी भिडियो अपलोड गरिदिनुस्। यसरी अपलोड गर्न सक्नुहुन्छ। यसरी गरेर तपाईले चाहिँ गर्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ यति अरु सेटिङहरु चाहिँ हामी चाहिँ वाइटी स्टुडियोमा हामी गर्नुपर्ने हुन्छ। त्यसैले हामी चाहिँ यसलाई ओके गर्न सक्छौं। ओके गर्दा चाहिँ यसरी गरेर तपाईको हेर्नुस् तपाईको भिडियोहरु चाहिँ अपलोड भइरहेछ। हेर्नुस् यो मेरो भर्खर यो नयाँ च्यानल छ। हेर्न सक्नुहुन्छ मैले एउटा पनि भिडियो अपलोड गरिरहेको छु। हेर्न सक्नुहुन्छ यहाँ
पुरै 00 छ। त्यसपछि तपाईँले यसरी नयाँ च्यानलमा तपाईँले चाहिँ गर्न सक्नुहुन्छ। चाहिँ नयाँ च्यानल छ यसमा केही पनि अपलोड गरिरहेको छु, फर्स्ट टाइम म अपलोड गरिरहेको छु, हेर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यहाँ कन्टेन्टमा जान सक्नुहुन्छ, कन्टेन्टमा गएर चाहिँ ओके गर्न सक्नुहुन्छ। ओके गर्दा चाहिँ भिडियोहरू चाहिँ अपलोड भइरहेको छ, तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ यो भिडियोमा हामी चाहिँ ओके गर्न सक्छौँ। ओके गर्दा चाहिँ हेर्न सक्नुहुन्छ, यसरी ओके गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ चाहिँ सेटिङ तपाईँ हेर्नुहोस्, पेन्सिल चिन्हमा तपाईँ चाहिँ पेन्सिल चिन्हमा तपाईँ चाहिँ ओके गर्न सक्नुहुन्छ। यो हामी सेटिङ गर्नुपर्ने हुन्छ। ओके गर्नुहोस्। ओके गर्दा यहाँ सेटिङहरू यसरी खुल्नेछ। यसलाई हामी कपी गर्नुपर्छ यसरी, यो पुरै हामी यसरी कपी गर्नुपर्ने, यसरी कपी गरेर चाहिँ फेरि पनि हामीले हामी कपी गर्न सक्छौँ। कपी गर्दा चाहिँ डिस्क्रिप्सनमा हामी चाहिँ यो डिस्क्रिप्सनमा हामी चाहिँ एड गर्न सक्छौँ, यसरी रेट राख्न सक्छौँ। त्यसमा हामी चाहिँ ह्यासट्यागहरू पनि यसरी राख्न सक्छौँ, किन हामी चाहिँ यसमा तपाईँले चाहिँ ह्यासट्यागहरू पनि राख्न सक्नुहुन्छ, ट्यागहरू पनि राख्न सक्नुहुन्छ। यो भित्र तपाईँले चाहिँ यसमा राख्न सक्नुहुन्छ, तपाईँले चाहिँ ह्यासट्यागहरू राख्न सक्नुहुन्छ, टाइटलहरू राख्न सक्नुहुन्छ। किनकि यो मेरो भिडियो भनेको सर्चेबल भिडियो होइन, त्यसैले मैले यसमा केही पनि राख्दिनँ। तपाईँले राख्न सक्नुहुन्छ तपाईँको त्यस्तो छ भने, जस्तै तपाईँको हाउ टु गर्ने कुनै पनि तपाईँको त्यस्तो खालि, जस्तो जिम आइडी कसरी बनाउने, युट्युब च्यानल कसरी बनाउने, त्यस्तो कुनै पनि सर्चेबल टाइटलमा तपाईँले बनाउनु भएको छ भने यसरी लेख्न सक्नुहुन्छ। ह्यासट्यागहरू राख्न सक्नुहुन्छ, टाइटल राख्न सक्नुहुन्छ, तपाईँको ह्यासट्याग राख्न सक्नुहुन्छ। तर यसमा चाहिँ मेरो चाहिँ केही पनि राख्दैन, यसमा कुनै पनि त्यस्तो खाले सर्चेबल टाइटल छैन, त्यसमा हामीले ब्याक गरेर जान सक्छौँ। यसरी हामी चाहिँ अनिवार्य राख्नुहोस्, तपाईँको चाहिएअनुसार तपाईँले गर्न सक्नुहुन्छ। त्यसपछि लोकेसन त्यतिकै छोडिदिन सक्नुहुन्छ। त्यसपछि तपाईँले प्लेटर पनि बनाउन सक्नुहुन्छ, यसरी एड प्लेटर पनि बनाउन सक्नुहुन्छ, गर्न चाहनुहुन्छ गर्न सक्नुहुन्छ। त्यसपछि हामी यहाँ ट्यागहरू पनि हामी चाहिँ यो ट्यागमा तपाईँले चाहिँ ओके गर्न सक्नुहुन्छ। ओके गर्दा तपाईँले यहाँ लेख्न सक्नुहुन्छ, यसरी जस्तै यसरी तपाईँले चाहिँ एआई भिडियो लेख्न सक्नुहुन्छ, यसरी एआई भिडियो लेख्न सक्नुहुन्छ। ओके गर्न सक्नुहुन्छ। त्यसपछि एआई लेख्न सक्नुहुन्छ, यसरी तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ। ह्यासट्यागमा चाहिँ यसरी सर्ट्स लेख्न सक्नुहुन्छ, यसरी सर्ट्स भाइरल लेख्न सक्नुहुन्छ, यसरी लेख्न सक्नुहुन्छ, यसरी सर्ट्स भाइरल यसरी लेख्न सक्नुहुन्छ, भाइरल लेख्न सक्नुहुन्छ, यसरी उयो गर्न सक्नुहुन्छ। यसरी तपाईँले चाहिँ यसरी तपाईँ ह्यासट्यागहरू पनि राख्न सक्नुहुन्छ। तपाईँ कुन तरिकाको भिडियो छ त्यही अनुसार तपाईँ राख्न सक्नुहुन्छ। किनकि मेरो यस्तो खाले भिडियो छैन, त्यसैले मैले केही पनि राखेको छु नि, तपाईँले राख्न सक्नुहुन्छ। यो ह्यासट्याग पनि तपाईँले चाहिँ अनिवार्य यसरी राख्न सक्नुहुन्छ। तपाईँको यो क्याटेगोरी पनि तपाईँले चुज गर्नुपर्ने हुन्छ। यो क्याटेगोरी चाहिँ अनिवार्य हामी चुज गर्नुपर्ने हुन्छ। तपाईँको च्यानलको क्याटेगोरी कुन हो त्यो फरक पर्दैन, तर तपाईँको भिडियोमा चाहिँ कस्तो खाले भिडियो हाल्नु भएको त्यही अनुसार तपाईँले चाहिँ यहाँ चुज गर्नुपर्ने हुन्छ। यसरी ओके गर्नुहोस्। ओके गर्दा तपाईँले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ क्याटेगोरी कुन हो तपाईँ चाहिँ यसरी तपाईँ चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँको चाहिँ थुप्रै तपाईँको चाहिँ कमेडी छैन, कमेडी लेख्न सक्नुहुन्छ, एजुकेसन लेख्नुहुन्छ, कुन तपाईँको चाहिँ सक्नुहुन्छ त्यही अनुसार लेख्न सक्नुहुन्छ। यसरी तपाईँ चाहिँ हेर्नुहोस्, यो थुप्रै तपाईँले चाहिँ चुज गर्न सक्नुहुन्छ। यसरी तपाईँले चुज गर्न सक्नुहुन्छ, चुज गरेर तपाईँले चाहिँ गर्न सक्नुहुन्छ। यसरी कुन भिडियो त्यही अनुसार तपाईँले गर्न सक्नुहुन्छ। पिपुल एन्ड ब्लग्स भनेर चाहिँ पिपुल एन्ड ब्लग गर्न सक्नुहुन्छ। या तपाईँ चाहिँ यसरी तपाईँले चाहिँ यो साइन्स एन्ड टेक्नोलोजी पनि गर्न सक्नुहुन्छ। तपाईँले कुन छ त्यही अनुसार तपाईँले यहाँ प्लस गर्न सक्नुहुन्छ। यसरी सिलेक्ट गर्न सक्नुहुन्छ। सिलेक्ट गरेर तपाईँले चाहिँ चुज गर्नु, तपाईँ कुन भिडियो त्यही अनुसार तपाईँले चुज गर्न सक्नुहुन्छ। यसरी नै तपाईँले चाहिँ मिलाउनु पर्ने हुन्छ। तपाईँ चाहिँ अनिवार्य हामी चाहिँ यो क्याटेगोरी चुज गर्नुपर्ने हुन्छ। यसरी नै हामी चाहिँ क्याटेगोरी चुज गर्नुपर्छ। गरेर तपाईँ चाहिँ ब्याक गर्न चाहनुहुन्छ। त्यसपछि हामी चाहिँ यो भिजिबिलिटीमा हामी चाहिँ ओके गर्न सक्छौँ। यसमा हामी चाहिँ तपाईँले पब्लिक गर्न चाहनुहुन्छ, पब्लिक गर्नुहुन्छ, या तपाईँले 2 घन्टा 3 घन्टा पछि तपाईँले चाहिँ कतिखेर तपाईँले चाहिँ यो हेर्नुहोस्, यसरी तपाईँको टाइमिङहरू पनि सेट गर्न सक्नुहुन्छ। यसरी हेर्नुहोस्, यो पब्लिकमा गर्दा तपाईँ चाहिँ यो पब्लिकमा जान सक्नुहुन्छ। पब्लिक गर्दा तपाईँ चाहिँ यहाँ सेड्युल पनि गर्न सक्नुहुन्छ। यसरी यहाँ सेड्युल पनि जान सक्नुहुन्छ। सेड्युल गर्दा तपाईँ चाहिँ यहाँ पब्लिक कतिखेर टाइम गर्नुहुन्छ त्यही अनुसार तपाईँले चाहिँ पब्लिकमा टाइम पनि राख्न सक्नुहुन्छ। यसरी राखेर तपाईँले चाहिँ टाइमहरू मिलाउन सक्नुहुन्छ। यसरी जस्तै आज छ भने आज गर्न सक्नुहुन्छ, भोलि छ भने भोलि सक्नुहुन्छ। यसरी तपाईँले चाहिँ कतिखेर गर्नुहुन्छ त्यही अनुसार तपाईँले मिलाउन सक्नुहुन्छ सेड्युलहरू। जस्तै यहाँ हेर्नुहोस्, यसरी गरेर तपाईँले कुन दिनमा तपाईँ गर्न चाहनुहुन्छ त्यही अनुसार गर्न सक्नुहुन्छ। तपाईँको टाइमिङ चाहिँ मिलाउनु पर्ने, तपाईँको सेड्युल गर्न सक्नुहुन्छ। जस्तै आजको लागि भने ओके गर्न सक्नुहुन्छ। ओके गर्दा तपाईँले चाहिँ यहाँ तपाईँको टाइमिङ पनि चेन्ज गर्न कति गर्न सक्नुहुन्छ। त्यसरी तपाईँको गरेर तपाईँले चाहिँ टाइम मिलाउन सक्नुहुन्छ। 7 बजे गर्न सक्नुहुन्छ। यहाँ ओके गर्दा तपाईँले यहाँ टाइमहरू पनि यहाँ ओके गर्न सक्नुहुन्छ। यसरी जस्तै 07 बजे गर्न सक्नुहुन्छ। या तपाईँले चाहिँ कतिखेर गर्नुहुन्छ त्यही अनुसार तपाईँले चाहिँ टाइम मिलाएर तपाईँले चाहिँ PM ओके यसरी मिलाएर तपाईँले चाहिँ ओके गर्न सक्नुहुन्छ। यो तपाईँको टाइमिङ सेट हुन्छ। यो अटोमेटिक तपाईँको चाहिँ पब्लिक यस्तै गरेर तपाईँले चाहिँ हेर्नुहोस्, यसरी नै तपाईँले चाहिँ टाइमिङ मिलाउनु पर्ने हुन्छ। मिलाएर तपाईँले चाहिँ हेर्नुहोस् सेभ गर्नुपर्ने हुन्छ। यसरी सेभ गर्न सक्नुहुन्छ। यसरी सेभ गरिदिनुहोस्। यसरी तपाईँको सेभ भएपछि तपाईँको चाहिँ आफ्नो टाइममा तपाईँको चाहिँ अपलोड अटोमेटिक तपाईँको चाहिँ अपलोड हुनेछ। यसरी तपाईँको चाहिँ आफ्नो भिडियोको सेड्युल मिलाएपछि तपाईँको फिक्स टाइममा तपाईँको चाहिँ भिडियो अटोमेटिक अपलोड हुनेछ। यसरी तपाईँले राम्रो तरिकाले एसइओ गरेर तपाईँले चाहिँ आफ्नो भिडियोमा चाहिँ भ्युज ल्याउन सक्नुहुन्छ। र भिडियो मन परेमा लाइक पनि गरिदिनुहोस्। पहिलोचोटि मेरो च्यानल भिजिट गर्न सब्सक्राइब गर्न बिर्सनु। आज यति नै, फेरि अर्को नयाँ भिडियो छौँ। धन्यवाद।